निर्यात विप्रेषण र चालू खाता मजबुत, विदेशी मुद्रा सञ्चित 30 खर्ब नाग्यो। आर्थिक वर्ष 82-83 को पहिलो 4 महिनामा नेपालको समग्र बाह्य आर्थिक अवस्था उल्लेख्य रूपमा मजबुत देखिएको छ। नेपाल राष्ट्र ब्याङ्कले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार निर्यात विप्रेषण, चालू खाता र शोधान्तरण सबै सूचक सकारात्मक दिशामा अघि बढेका छन्। विदेशी विनिमय सञ्चित पनि ऐतिहासिक उचाइमा पुगेको छ। प्रतिवेदन अनुसार 4 महिनामा कुल वस्तु निर्यात 77.5% ले वृद्धि भई 93 अरब 50 करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धि दर 4.2% मात्र थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात 113.9% र अन्य मुलुकतर्फको निर्यात 2.9% ले बढेको छ भने चीनतर्फको निर्यात 56.2% ले घटेको छ। वस्तुगत रूपमा भटमासको तेल, अलैँची, पाम तेल, जुत्ता तथा चप्पलको निर्यात बढेको छ भने चिया, उनी, गलैँचा, हस्तकला, जिङ, सिटल लगायतका वस्तुको निर्यात घटेको छ। यता आयात पनि 18.7% ले बढेर 6 खरब 9 अरब 45 करोड पुगेको छ। यस अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि दर 0.2% मात्र थिए। भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः 6.6%, 28.5% र 48.9% ले वृद्धि भएको छ। यसअघि कुल वस्तु व्यापार घाटा 12% ले बढेर 5 खरब 15 अरब 96 करोड रुपैयाँ पुगेको छ। यद्यपि निर्यात आयात अनुपात भने सुधार हुँदै 15.3% पुगेको छ, जुन अघिल्लो वर्षको 10.3% थियो। बाह्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अर्को महत्त्वपूर्ण सूचक विप्रेषण हो। आर्थिक वर्ष 82-83 को पहिलो 4 महिनामा विप्रेषण प्रवाह 31.4% ले वृद्धि भई 6 खरब 87 अरब 13 करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि 9.4% मात्र थियो। 2082 कार्तिक महिनामा मात्र 1 खरब 33 अरब 82 करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ। अमेरिकी डलरमा हेर्दा विप्रेषण 25.3% ले बढेर 4 अरब 88 करोड डलर पुगेको छ। यस अवधिमा खुद वित्तीय आय पनि बढेर 7 खरब 54 अरब 93 करोड रुपैयाँ पुगेको छ। निर्यात र विप्रेषणको सकारात्मक प्रभाव चालू खाता र शोधान्तरण पनि स्पष्ट देखिएको छ। चालू आर्थिक वर्षको पहिलो 4 महिनामा चालू खाता 2 खरब 79 अरब 65 करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत 1 खरब 47 अरब 78 करोड रुपैयाँ थियो। अमेरिकी डलरमा चालू खाता बचत 1 अरब 79 करोड डलर पुगेको छ। यसैगरी शोधान्तरण स्थिति 3 खरब 18 अरब 40 करोड रुपैयाँले बचत भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा 2 खरब 5 अरब 83 करोड रुपैयाँ थियो। यो वर्ष सकारात्मक सूचकको प्रत्यक्ष असर विदेशी विनिमय सञ्चितमा देखिएको छ। 2082 कार्तिक मसान्तमा नेपालको कुल विदेशी विनिमय सञ्चित 30 खरब 55 अरब 52 करोड रुपैयाँ पुगेको छ, जुन असार मसान्तको तुलनामा 14.1% ले बढी हो। अमेरिकी डलरमा यस्तो सञ्चित 21 अरब 52 करोड पुगेको छ। कुल सञ्चित मध्ये नेपाल राष्ट्र ब्याङ्कसँग रहेको हिस्सा 27 खरब 24 अरब 66 करोड रुपैयाँ पुगेको छ भने ब्याङ्क तथा वित्तीय संस्थासँग रहेको सञ्चित 3 खरब 30 अरब 85 करोड रुपैयाँ पुगेको छ। कुल सञ्चितमा भारतीय मुद्राको अङ्क 21.9% रहेको राष्ट्र ब्याङ्कले जनाएको छ। समग्रमा निर्यात र विप्रेषणको तीव्र वृद्धि, चालू खाता र शोधान्तरणको मजबुती तथा विदेशी मुद्रा सञ्चितको उल्लेख्य विस्तारको आर्थिक वर्ष 82-83 को सुरुवाती 4 महिना नेपालको बाह्य आर्थिक स्थितिका लागि सकारात्मक सङ्केतका रूपमा देखिएको छ।